जापानमा चाहिँ एसएसडब्ल्यू वर्किङ भिजा राम्रो कि स्टुडेन्ट भिजामा आउँदा राम्रो भनेर धेरैजना साथीहरूले चाहिँ मलाई नि सोध्नुहुन्छ पर्सनल्ली रूपमा, तपाईँ कुन भिजामा जानुभएको, कुन भिजा आउन राम्रो हुन्छ भनेर होइन। आज चाहिँ म यो बारेमा चाहिँ भिडियो बनाइरहेको छु। म चाहिँ अहिले एसएसडब्ल्यू भिजाको चाहिँ फुड सर्भिस क्याटेगोरीबाट 1 वर्ष भयो काम गर्न थालेको र मलाई पर्सनल्ली रूपमा चाहिँ एसएसडब्ल्यू वर्किङ भिजा नै राम्रो लाग्छ होइन। किन भन्दा नेपालदेखि जापान आउनको लागि लगानी पनि थोरै लाग्छ, 4-5 लाख रुपियाँ भइ पुग्छ होइन। सुरुमा अब काम सिक्दा अलि समस्या होला, त्यसपछि चाहिँ अब त्यही एउटै काम हुन्छ, सिकिसकेपछि त समस्या भएन होइन। अनि अब पैसा तपाईँले महिनाको 1 लाख रुपियाँ बचाउनु भएछ भने नि वर्षको 12 लाख रुपियाँ हुन्छ होइन। 5 वर्ष बस्नु भएछ भने नि तपाईँले 50-60 लाख रुपियाँ लिएर चाहिँ घर जान सक्नुहुन्छ। अझै अब एसएसडब्ल्यू 2 मा चेन्ज गर्न मिल्ने कुरा त छँदैछ होइन। त्यसपछि अब स्टुडेन्टमा हेर्नुहुन्छ भने चाहिँ स्टुडेन्ट भिजामा आउनको लागि नै 18-20 लाख रुपियाँ लाग्छ नेपालदेखि। यहाँ आइसकेपछि अब तपाईँले काम गर्नुपर्छ अनि गएको पढ्न जानुपर्छ। गएको फिसहरू तिर्नलाई अनि त्यसपछि आफूलाई खानलाई चाहिँ एउटा मात्रै कामले पुग्दैन, 2टा गर्नुपर्छ। 2टा काम प्लस पढाइको त्यो तनाव, त्यति हुँदा पनि गएको फिस तिर्न पुग्दैन र अनि साथीभाइहरूलाई चाहिँ कल हान्नुपर्छ, ओइ मलाई पैसा हाल्दैन भनेर होइन। मलाई पनि स्टुडेन्टका साथीहरूले चाहिँ फोन गर्नुहुन्छ, ओइ पैसा हाल्दैन मलाई त तनाव पर्यो यार भनेर होइन। त्यो देख्दाखेरि चाहिँ मलाई चाहिँ एसएसडब्ल्यू भिजा नै राम्रो लाग्छ। तपाईँलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला र मेरो यस राजको यात्रालाई फलो गर्नुहोला। आरिगातो गोजाइमास।